बाइकको हालत गोटी सर्ट आज त के हो भन पन्जाहरू पनि यस्तो हालत छ त नि यार धुलै धुलो आजको राइडमा त म प्रिपेयरै हुनु पाएको छैन क्या एउटा के रेडी हुनु पाएको छैन भर्खरै मात्रै सबै रेडी गरेर हिँड्नेछु पन्जाहरू पनि देख्न सक्नुहुन्छ यस्तो मैला छ यार आजको राइड चाहिँ रमिता डाँडासम्मको छ यो चाहिँ हाम्रो केटिएम बिर्तामलले अर्गनाइज गरेको हो नि त आज वान डे राइड अनि हामी चाहिँ यहाँ धरानबाट लगभग 12-15 जना हुन्छौँ होला अरू चाहिँ बिर्तामलबाट आउँछन् म चाहिँ यहाँ विजयपुरबाट जाँदैछु हाम्रो चाहिँ भेला अलि 6:30 बजी हुने भनेको थियो लगभग यहीँ 6:30 भएछ अलिकति टाइम त लाग्छ नै पक्कै पनि भेला हुँदाखेरि अब 1-2 जना जाने भएको भनेको टाइममा स्याट्टै हिँड्न पाइन्छ धेरैजनामा चाहिँ कसै न कसैको अलिकति समय ढिलो भइ नै हाल्छ म चाहिँ त्यही भएर एकछिन आइतल निस्किँदैछु खाला छले खाना खायो मिक्सेल होइन के छ हालखबर के छ प्राप्ति हालखबर सन्चै छौ बाई बाई सबैजना मजाले ट्रेनिङ हाल्दै ल अब यहाँबाट म सिधै ढिलो नगरिकन केटिएम सोरुम निस्किन्छु ढिलो पनि भइसकेछु म आज चाहिँ म सुतेको भनेको जम्मा 2 घन्टा हो क्या हिजो राति लास्टै ठुलो हावा पानी पर्यो नि त त्यो हावा पानीले गर्दाखेरि चाहिँ अब सुताइमा अलिकति ढिलै भयो भनौँ न त्यही माथि पनि अलिकति भिडियो एडिट गर्दाखेरि लगभग म सुतेको भनेको 3 बजेतिर होला 3 बजेतिर सुतेको थिएँ म 5 बजेतिर उठाइ भइहाल्यो त्यही भएर आज निन्द्रा चाहिँ पुगेको छैन आँखा पनि लास्टै पोलिरहेछ आउनु भएन आउँदैछ कुन कुरा आउने अहिलेदेखि नै सराप्दै जाने होला होइन भने चाहिँ कुदाउनु पाउँछु भनेर भएन यो चाहिँ ठिक लागेन मलाई तिम्रो पारा को चाहिँ सुँगुर कौन है ये लोग कहाँ से आते हैं सुँगुर भने चाहिँ को ए आइपुग्यो त्यो नजाने भन्छौ त तिमी त अब भने चाहिँ हाम्रो राइड सुरु हुन गइरहेछ लगभग हामी सबै यहाँ भेला भइसकेको छौँ यहाँबाट चाहिँ हामी अब दमक ब्रेकफास्टको लागि रोकिन्छ यहाँ फुले धेरै जाँदैन है मेरोमा अब भने चाहिँ हाम्रो राइड सुरु भइसकेको छ धरानबाट यहाँबाट अब हामी केराबारीको बाटो हुँदै दमक निस्किन्छौँ ल दमकमा चाहिँ हाम्रो ब्रेकफास्ट छ आज बिर्तामोडकोहरू पनि भेला हुन्छ नि त त्यहाँबाट चाहिँ हामी रमिता डाँडातिर आजको राइडतिर लाग्छौँ यसरी राइडमा हिँड्नुको मजा चाहिँ बवाल छ क्या फेरि भाइब चाहिँ अर्को क्या अब आफू सिङ्गल राइडमा हिँड्नु होइन अनि फाल्टै नर्मल टिममा हिँड्नुको राइड र यो जुन केटिएमको टोलीसँग हिँड्नुको भाइब चाहिँ फेरि एकदमै बवाल बेग्लै क्या म यही थिएँ पछाडि नै थिएँ ल आज चाहिँ मौसम यतिकै रह्यो भने चाहिँ बबाले हो होइन ओके वेलकम ब्याक टु माई युट्युब च्यानल आजको हाम्रो राइड चाहिँ रमिता डाँडासम्म यो जति पनि राइडर देखिराख्नु भएको छ
यो चाहिँ सबै हामी धरानबाट छौँ। ओहो आज के रहेछ रनिङ हुँदैछ त यार कुन रनिङ रहेछ हौ ओके आज चाहिँ यहाँ केराबारीको रनिङ र हाम्रो केटिएमको राइड चाहिँ एकसाथ भयो क्या थुप्रो रहेछ त हौ यार टन्नै रहेछ नि यार रनरहरू पनि लेडिजहरू पनि अगाडि अगाडि छ त यार खतरा रनरहरू पो रहेछ त लेडिजहरू पनि ल कान्छाहरू पनि यति अगाडि अगाडि यो चाहिँ हाम्रो श्रीकित भाइ धरानबाट धरान केटिएम सोरुमबाट राइडर चाहिँ हाम्रो सन्जु सर धरानका हाम्रो हेड मेकानिक सर डक्टर भनौँ न बाइकको डक्टर सर लगभग फर्स्ट टोली यिनीहरू नै होला फर्स्ट यिनीहरू नै रहेछ जस 3 जना कम्पिटिसनमा गइरहेछ यो बाटो त बिलो छ नि हौ कापु भएको म यो बाटो त अस्ति कापु भएको हिँड्दै हिँड्दैछ क्या त्यसपछि हुन्छ पानी पर्छ बिर्तामोडको टोलीहरूसँग यहाँ ब्रेकफास्ट हुँदैछ यहाँबाट ब्रेकफास्ट लिएपछि चाहिँ हामी लाग्छौँ आजको राइड बाइकहरू चाहिँ सबै रेडी भइसकेको छ बिर्तामोड धरान अनि दमकबाट एक दुईवटा सबै बाइकहरू रेडी भइसकेको छ हामी भेला भइसकेपछि यहाँ ब्रेकफास्टको लागि सबैजना बसिरहेछौँ ब्रेकफास्ट लिएपछि हामी लाग्छौँ अब चाहिँ हामी ब्रेकफास्ट लिएपछि हामी लाग्छौँ आजको राइडतिर अहिले भने चाहिँ नम्बर वाइज लाइनबद्ध तरिकाले रेडी हुँदैछ यहाँबाट चाहिँ हामी आफ्नो नम्बर अनुसारले आफ्नो ठाउँमा बसिकन राइड गर्छौँ त्यसो गर्दाखेरि चाहिँ एकअर्कालाई टप्पाटप पनि भएन नि त अनि कुन नम्बर चाहिँ छैन भने हराउँदाखेरि पनि थाहा हुन्छ नि त म चाहिँ 24औं नम्बरमा छु अन्तिममा म चाहिँ भिडियो खिच्दै जाने भनेर चाहिँ अन्तिममै बस्छु भनेको हो क्या टक्क अगाडिको सिनहरू राइडरहरू मजाले देखिन्छ नि त पछाडि बस्दाखेरि त्यही भएर म चाहिँ अन्तिम नम्बरमा बसिरहेको छु अहिले भने चाहिँ हामी दमकबाट हिँडिसकेछौँ यहाँबाट चाहिँ हामी लाइनबद्ध तरिकाले आफ्नो नम्बर अनुसारले राइड गर्नेछौँ यसो गर्दाखेरि सेफ पनि भयो नि त अनि कुन चाहिँ नम्बर छैन भनिकन हरायो भने पनि ठ्याक्कै पत्ता लगाउन सकिन्छ त्यही भएर चाहिँ हामी
नम्बर वाइज लाइनबद्ध तरिकाले हिँड्दैछौँ। म चाहिँ सबैभन्दा अन्तिममा छु। मेरो नम्बर चाहिँ 24। मभन्दा पछाडि चाहिँ हाम्रै धरान सोरुमको भाइ सुर्कित अनि हाम्रो सञ्जु सर हुनुहुन्छ। उहाँहरू चाहिँ मार्सेलो हामीलाई लिड गर्ने यो राइडको लिडरहरू हो। अहिलेको पूर्वको बाटो चाहिँ देख्न सक्नुहुन्छ। यस्तो हिलो धुलो राइडमा हिँड्दा चाहिँ मजा हो। कतै जानु पर्यो आउनु पर्यो भने चाहिँ यस्तो ह्याङ लाग्दो ठाउँ छ कि अहिले चाहिँ बारीमा छौँ। यहाँबाट चाहिँ हामी मासतिर लाग्नुपर्ने रहेछ। सिरिजको फुल काठमाडौँमा अर्कै कलर छ, यहाँ अर्कै कलर। दामी यार। यहाँदेखि चाहिँ अफ रोडिङ रहेछ। अफ रोडको राइड चाहिँ मजा आउँछ क्या। बिचमा त उडाइहाल्छ नि जसले पनि। अफ रोडमा अब मजा आउँछ नि यार राइडको त। अहिलेसम्म चाहिँ बाटो राम्रै छ। अफ रोड भयो भने त्यस्तो अप्ठ्यारो चाहिँ छैन। कुन खोला रहेछ यो? अरे वाह, राइडरले धुलो उडायो, राइडरले धुलो उडायो। हेरौँबाट आइयो सबै। के छैन है? बाटो त दामी यार।